हामी चाहिँ अब काइकिङ गर्न जाँदैछौँ। यो चाहिँ मेरो दोस्रो टेक हो किनभने पहिलो टेकमा मैले जतिखेर नि सायद भन्छु कि अब सायद भन्ने बानी पऱ्यो कि मेरो त्यही भएर झुकिएँ म। फेरि अब अर्को टेकमा चाहिँ हामी काइकिङ गर्न जान्छौँ जसरी नि जान्छौँ भनेर चाहिँ जाने हो सायद होइन एकदम फिक्स। ए त्यहाँ दाजु अब चाहिँ हामी हिँड्दैछौँ नखिच्ने जहिले भिडियो बनाउने अनि भिडियो बनाउने तर सब भ्याइसक्यो अनि लास्टमा हेर्दा त रेकर्डै हुँदैन भने त्यही भएर लगेज हस्तान्तरण गरिदिएँ मैले नि। जहिले नि भिडियो बनायो होइन लास्टमा चाहिँ यसो हेऱ्यो अनि हेरेँ त्यसको छैन भिडियो त भाइब्स नै छुट्टै छ कि झोला भन्छ भने कहाँनिर गर्ने यहाँनिर के अझै उता हो फाइनली भेटियो ल पानी पिऊ रिल्याक्स गर रेडी भऊ ब्याग पनि हेर्नुपर्छ है। त्यो भाइले चाहिँ हामीलाई देखाइदिएको थ्याङ्क यू भन्नु न फेरि वेलकम अभी उल्टे वेलकम लास्ट बिजनेसम्यान हो यो भाइ त है ठाउँको ठाउँ बिजनेस गरिदिएर भने एजेन्ट हो एजेन्ट के को बिजनेस हो र एजेन्ट थ्रुबाट चाहिँ हामी यहाँनिर आयौँ फ्युचर बिजनेसम्यान होइन एजेन्ट नै हो है त्यहाँ लगिदिन्छु त्यति बेचिदिन्छु फ्युचरको बिजनेसम्यान नि त यस्तै एजेन्ट भएर हो बिजनेस गर्ने। ल हाम्रो चाहिँ सुरु भइसक्यो अब चा खेल्नु पहिला यता हाने उता जान्छ उता कस्तो लाग्यो डर लाग्यो गाइस अब बिचमा आइपुगेको छौँ हामी उता वहाँ पारीबाट यहाँसम्म आइपुग्यौँ अनि यहाँ हाम्रो दिजु हुनुहुन्छ नदेखायो भनेर आत्तिनु भयो है हाम्रो दिजुलाई अबे फिर्ता केही नि हुन्न कति टाइम कति कटेको पैसा तिर्नु पर्छ केही नि हुन्न बोट लिएर जाऊ है फोटो खिच्दै भनेर हैरान छ मलाई दिक्क पारिसक्नु भयो गफ मम्मीको फोन आयो मम्मीको हामी चाहिँ अहिले टक्क भिडियो नै गरे हो के काइकिङ गरिसकेका छौँ देख्न सक्नुहुन्छ म देखेछु कस्तो घाम छ डर लाग्यो मलाई त लागेन अलिअलि डर नि लागेको थियो तर मजा पनि भयो त्यस्तै होइन तर दामी जे होस् दामी बबाल बहिनी चाहिँ यहाँनिर थिए अब अलि नजिक आउने अनि मेरो मोबाइल लगाएर मेरो फोटो खिचिदिनु यसको फोटो खिचिदिन्छु कस्तो लागिरहेछ दामी लागिरहेछ दामी मेरो पछाडि आइज न अनि देखिन्छ दुईजना आइज बल्ल मजा भयो नि पोखरा आएर बल्ल दामी भयो दामी 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 त्यहाँ त कस्तो पहिरो गयो रहेछ देखिरहेको छस् कि छैनस् मलाई थाहा छैन है खै मेरो उस मोबाइल हालेको ब्याग त्यही छैनस् ए मेरो काखमा रहेछ ल ठिक छ
अब चाहिँ यो सके पछाडिबाट भेट्नुपर्छ फेरि अर्को ठाउँमा अर्को लोकेसनमा बाई हाउ वाज द एक्सपिरियन्स It was good, very good. It was exciting and we had a lot of fun. And I picked this flower for you. थ्याङ्क यू अब हामी चाहिँ यहाँनिर छौँ पेमेन्ट गर्ने होइन गर्ने हो पेमेन्ट तर कस्तो फर्स्ट टाइम थियो तर फर्स्ट टाइम भयो भने कस्तो मजा त्यस्तो धेरै मैले कतिजनाको भिडियो हेरेको थिएँ होइन गरेको वाला पनि थियो क्या कोही मान्छे त आनन्द बिन्दासन थियो नि पोजिटिभ भन्दा त नेगेटिभ धेरै हेरिन्छ नि त अनि त्यो हेर्दाखेरिमा चाहिँ खै त्यो हेर्दाखेरिमै सकिन्छ होला जस्तो चाहिँ लाग्थ्यो तर त्यस्तो गाह्रो पनि होइन त्यस्तो गाह्रो नि ढङ्ग चटपट खाएर आएको थियौँ र ठिक्क भएन त बिचैमा भोक लाएर पलत्तै बस्दिरहेको कि अलिक गाह्रो चाहिँ हुनु यता गर्दा चाहिँ कस्तो घाम छ है थाहै नपाएको कि त्यहाँ त इभन अझै चस्मा लगाएको भएर त घामको फिलै भएन पछाडि त पुरै भिजिरह भने पसिनाले दुईजना फेरि बडी बिल्डरै जत्रो हो यार झ्याम पनि दुईजना मान्छे त समातेर झ्याम्मै तालमा फाल्दो लाग्छ सक्ने कि होइन तर शरीर हेर्दा त फेरि त्यस्तो छ सक्ने त फेरि केही सक्ने त होइन चेस रमाइलो भयो करिम भएर आइसक्रिम खाँदैछौँ हामीले आइसक्रिम खाएर सक्यौँ गाइस अब चाहिँ हामी उता लास्ट बनाउँ अब तो यो चाहिँ हाम्रो लास्ट लोकेसन होला होइन कस्तो भयो त घर जाँदाखेरि एकदम रमाइलो मलाई त एकदमै रमाइलो लाग्यो कि लाइक धेरै मान्छे आएको भए अझै रमाइलो भन्ने हुन्छ नि दुईजना भएको भएर चाहिँ झन् रमाइलो भयो कि यस्तो जे हानी भने पनि खाउँ न त भने खाइहाल्यो होइन त्यस्तै भइरहेको कि होइन केही कुरा पनि एकजनाले अर्कोले भन्ने खालको केही भएन कि अब अरूसँग ग्रुपमा आएको भए एकजनाले खाम भन्थ्यो अर्कोले नखाम भन्थ्यो होइन दुईजना बहिनी दिदी बहिनी एकदम जे पनि मिलिहाल्छ झ्याम जे पनि हो के चारजना बहिनी भएको भए चारजना बहिनी भएको चाहिँ गाह्रै हुन्थ्यो दुईजना घरमा छ नि त त्यही चारजना हुन्छ चारजना भएको भए चाहिँ गाह्रै हुन्थ्यो लास्ट गाह्रो हुन्थ्यो त्यो मेन दुईजना हाम्रो भएका बहिनीहरू आएको भए त झन् गाइजहरू दिमागको भाजी परा हुन्छ हामी चाहिँ एकदम धेरै कुरा ट्राई तर सबै कुरा हिजो ढिलै आए पनि हाम्रो सबै कुरा भयो है सँगै सपिङ पनि भयो अनि त्यस पछाडि बेलुका पनि नेवारी त्यो सापुमै चाहिँ ट्राई गर्ने भने कति गर्नु मन थियो कि मलाई पनि हामीले तिन चारवटा आइटम मगाएको थियो है 3-4वटा आइटम अर्डर गरेको अब चाहिँ 2टा मात्र एभाइलेबल रहेनछ त्यहाँनिर चाडबाड भएको भएर नि होला सायद राम्रोसँग किचन ओपन भइरहेको रहेनछ त्यही भएर अनि त्यसपछि सापु मैचा अनि चटमरी होइन चटमरी हो कि त्यो पिज्जा नै के भन्छ होइन सापु मिचा र नेवारी पिज्जा भन्छन् रे नर्मली लोकल ठाउँमा त्यही चटमरी खाएर त्यो खायौँ अनि त्यस पछाडिबाट बेस्ट मोमो खायौँ मोमो त बेस्ट हो कि दामी चिकन मोमो अनि एकदमै जुसी एकदमै सफ्ट यस्तो मुखमा गएर मेल्ट हुने के जस्तो कटन क्यान्डी खाँदाखेरि हुन्छ नि सेम त्यस्तै फिलिङ आएको थियो है मोमो मात्रै खाएको भए नि हुँदो रहेछ त्यहाँ त अर्थ्यो पनि होला सायद धेरै यस्तो मेरो धेरै त्यो पेट खाएर त्यो पनि नयाँ ट्राई भयो अनि त्यस पछाडिबाट स्विमिङको त झन् लास्ट सर्च गरेको गरे भयो थियो नि त जसो तसो गरेर म्यानेज भइहाल्यो हामीले होटल खोज्दाखेरि पनि स्पेसली स्विमिङ गर्ने नै भनेर खोजेको थियौँ खोज्दा बल्ल तल्ल एउटा भेटेको थियौँ अनि स्विमिङ पनि भयो हाम्रो इच्छा नि पुरा भयो सापुमै चाहिँ खाने इच्छा नि पुरा भयो स्विमिङ पनि पुरा भयो एक दिन बाहिर बस्ने टक्क 2जना मात्र भन्ने पनि पुरा भयो अनि त्यस पछाडिबाट के रे दिदीबहिनी टाइम पनि स्पेन्ड गऱ्यो काइकिङ पनि गऱ्यो काइकिङ गर्ने पनि भनेको थियो त्यो पनि वहीँ हुँदा भनेको है मैले दुबई हुँदाखेरि पनि भनेको थिएँ काइकिङ गर्ने भनेर त्यो पनि हाम्रो पुरा भइहाल्यो
त्यस पछाडिबाट हिजैबाट आइसक्रिम खाने भनेको कोनवाला त्यो पनि तर अझै हामी पुरा खाना त खायो हिजो कोर्नेट खाएको तर यस्तो वाफलवाला त्यो हुन्छ नि ऱ्यापहरू त्यस्तो खाने भन्थ्यो त्यो पनि पुरा भइहाल्छ तर इट वाज भेरी मच एक्सपेन्सिभ है मेरो हिसाबले आइसक्रिम अब नर्मली 50 रुपियाँको आइसक्रिम खाइरहेको मान्छे 50, 100, 150सम्म त खाइरहेको सिधै 500 त हुन्छ Too much. तर एकदम मिठो थियो मिठो चाहिँ अब हाम्रो लास्ट भनेको चाहिँ कोको त्यहाँ गएर भेट्नुपर्छ अब बिच नजिक हो त है पाम बिच हामी चाहिँ अब कोको बिच 1 मिनट मात्र फरक हो ए यो पनि ठिकै छ जस्तो लाग्छ मलाई तर थाहा छैन यहाँ त्यो त थाहा छैन तर मान्छेहरू राम्रै हुन्छ त्यहाँ होइन जङ्गल भएर होला पाउँछ त तिमी है ट्याक्सीहरू फर्किने बेलामा मेरो नम्बर लिनु न म आउँछु कति बेर बोल्नुहुन्छ एकछिन त बस्छौँ होला 2 घन्टा त है आनन्दले बस्ने गर्मी भइसक्यो उहाँबाट हिँड्दै हिँड्दै लेक साइड घुमेर आनन्द छ भएर हामी हामी चाहिँ अहिले कोको बिच जाँदैछौँ अनि अब चाहिँ त्यहाँ हामी बस्छौँ आनन्दले एकदम थाकिसक्यौँ हामी त्यहाँ लेक साइडमा लगेज घिसार्दै हिँड्दा अनि अब चाहिँ त्यहाँ गएर आनन्दले बसेर एकदम आराम गरिसकेपछि बल्ल त्यहाँबाट हिँड्नेछौँ हामी अहिले चाहिँ हामी जाँदै हो अनि बल्ल अनि यता चाहिँ राम्रो रहेछ कि ठाउँ यो चाहिँ हामी कोको बिच आइसकेको छ हामी चाहिँ अहिले चाहिँ बस्नुपर्छ अब चाहिँ यहाँनिर एकछिनसम्म बहिनी खुट्टा उडाइदेला भयो यस्तो रहेछ कुकुर छ क्या हो बहिनी ओइ रुक्न कुकुर भन्यो भने त लास्ट लाग्छ ए हामी त यो पहिला पनि थियो आएको हो तर अहिले चाहिँ राम्रो बनायो नि त त्यही मात्र फरक हो क्या यो चाहिँ कोको बिच यहाँ है मेरे पीछे रजा न मेन्यू छ न कोही आउँछ हामीलाई यतिकै छोड्छौँ यतिकै छोडिदिन्छौँ त क्या हामी त खाना नि खान्छन् है त्यही भएर यस्तो भइसक्यो त ज्यान घटेर एक दिन भयो घर त कस्तो कालो भएको यो त त्यही पनि के तेरो नि एकैछिन डढ्दो रहेछ नि यहाँ चाहिँ भ्यू एकदम राम्रो देखिरहेको है गाइज अब चाहिँ हामी दिदीले मेन्यू हेर्दै हुनुहुन्छ के देख्नुभयो दिदी मेन्यूमा के चाहिँ खाने हामीले यस्तो कुरा खाने हो जसले पेट पनि भेटियोस् स्वाद पनि एकदम आओस् पोर्क चप चिकन बार्बिक्यू पोर्क तावा पोर्क सुप न हमें तो हिजो गाउँ गाह्रो भयो त उसले हाम्रो अर्डर दिने मान्छे सर्भिस चाहिँ एकदम धेरै गरिदिएर मान्छे छैन नि त मान्छेको सर्टेज भइरहेको यहाँ हो कि होइन हाम्रो खाना आयो है गाइस खाजा जे भयो नि खाजा खाने बेला के छ त एक्स्ट्रा त्यस्तो बुझे पैसा लिनुपर्ने
गाइज यही हो कोको बिच भन्ने ठाउँ अनि यो चाहिँ त्यहाँको भाइरल ढुङ्गा हो कि काठ हो यो भनेर थाहा छैन के हो तर त्यस्तो केही छैन रहेछ मान्छेहरूको चाहिँ डेन्जरै भिड है फोटो झन् राम्रै नआएको यार यहाँ त यही हो कि यो ठाउँ ठ्याक्कै श्वास हो है यही हो भाइरल ठाउँ भनेकै भाइरल भएको यही हो केही छैन रहेछ हामीले के भनौँ मान्छेको सुन्छन् फेरि है राम्रो छ आउनुपर्छ सबैजना आउनु पैसा खर्च गर्नुहोस् जानुहोस् हामीले त के भन्छौँ र हामीले त भएको जति भइसक्यौँ अब पालो तपाईँहरूको यो भएन अनि अर्को चाहिँ के थियो अरे पिङ होइन पिङले पनि धान्दैन जस्तो भइसक्यो पिङले पनि धान्दैन जस्तो भइसक्यो कि धान्दैन जस्तो भइसक्यो गाइज हामी चाहिँ अहिले फाइनली पिङ खेल्दैछौँ 1 2 3 झऱ्यो अन्त चप्पलको माया लाएर चप्पल छोडेर खेलेको यस्तो है पालो पालो कुन भयो अरे हामी अब घर जाँदैछौँ तर हामीले यहाँ एकदम अनौठो कुराहरू देख्यौँ त्यही भएर सेयर गर्नु मन लाग्यो यो चाहिँ एकदम दामी अब हामी चाहिँ घर जाँदै हाम्रो चाहिँ पोखरा घुमेर सक्नु एकदम सनकिस्ट भइरह्यो मन्जुली गाछ देखिन्छ